सम्पूर्ण चालक साथीहरूलाई के भन्न चाहन्छु भने हामीले कंगारू त हो नि के फरक पर्दैन भनेर ग्रिज गर्दैनौँ, किनपिन चेन्ज गर्दैनौँ हैन। कंगारू त्यतिकै अब चलाइरहन्छौँ वर्ष दिन डेढ वर्षसम्म। तर यस्तो चाहिँ नगरौँ है। उहाँको मैले खुको बजारमा यसरी टायर फुत्केर अर्काको घरभित्र पनि छिरेको रहेछन्। अलि सतर्क भएर गरौँ है। मानवीय क्षति चाहिँ केही भएन, धन्न भगवानको कृपाले केही पनि भएन र राम्रै भयो। हल्का अब होटलको कुर्सीहरूमा चाहिँ जस नोक्सान पुगेको रहेछ। हामी सम्पूर्ण चालकहरूले चाहिँ के बुझ्नुपर्छ भने कंगारू टायरमा पनि हग्री 6-6 महिनामा किनपिनहरू पनि बनाइरहनुपर्छ है। त्यसरी लापरवाही चाहिँ गरेर नहिँडौँ होला र सबैलाई भिडियो सेयर गरिदिनु होला। हस्त धन्यवाद।